हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लाग्छ भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा। कुरा बुझ्नुहोस्। तँलाई गोली लाग्न सक्छ भन्ने कुराहरू थियो त्यहाँ। ठिक छ, लाग्छ भने मलाई लाग्छ भनेर म त्यो उसमा निस्केँ। सबै मान्छे लुकिरहेको थियो नेता बनाउँदा। त्यतिखेर सबै मान्छे घरमा लुकिरहेको बेलामा यो देशलाई बचाउनका लागि द्वन्द्वनिष्ठ बलिरहेको आगोमा हाम फालेँ। मैले हाम फाल्ने निर्णय गरेँ। 500 किलोमिटर टाढा गइयो हामी, होइन? यो देशको नबोल्नु न दाइ, नबोल्नु न तपाईँ, नबोल्नु न। थाहा छ मलाई, सबैको मलाई थाहा छ। तर यो कुरालाई व्यक्त गर्दाखेरि त्यति इजी छैन के? त्यसले गर्दा हो। मलाई कसैको साथ नभएको, डर लागेको भन्ने कुरै होइन। अनि त्यस्तो डरपोक मान्छे भए त्यसरी जान्छ? जाँदैन नि त। तर मलाई के लाग्छ भने यो देश रह्यो भने न हामी रहने हो, होइन? देशै रहँदैन भने भनेर म त्यहाँ गएँ। गइसकेपछि प्लेन जाने कुरो भएन, गाडीमा गइयो। केही साथीहरूले मलाई साथ दिए, धन्यवाद दिन चाहन्छु उहाँहरूलाई।